भजन सङ्ग्रह 119 को 9 पदमा यसरी लेखेको छ, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? एउटा प्रश्न छ। त्यसको उत्तरमा तपाईँको वचन अनुसारको जीवन बिताएर नै हो। आमेन। आजको टपिक चाहिँ के हो भन्दाखेरि परमेश्वरको वचनले बदलिने जीवन, चोखो जीवन। भजन सङ्ग्रह 119ले सिकाउन खोज्दै गरेको कुरामा जवान भन्नाले के बुझिन्छ भन्दाखेरि सुरुमा हेर्छौँ भने किशोर र युवा अवस्था, एकदमै किशोर अवस्था, युवा अवस्थाका व्यक्तिहरू जसमा नयाँ जोस, नयाँ जाँगर, केही गरिहालौँ भन्ने किसिमको शक्ति देख्ने व्यक्ति चाहिँ जवानहरू। प्रलोभन र चुनौतीहरूको सामना गर्नुपर्ने समय, यो जवान जब अवस्था भनेको चाहिँ प्रलोभनमा को सामना गर्नुपर्ने, चुनौतीहरूको सामना गर्नुपर्ने, समस्याहरूको सामना गर्नुपर्ने समय पनि हो। संसारको आकर्षण, गलत सङ्गत र अभिलाषाहरूको उच्च जोखिममा रहेका व्यक्तिहरूको समूह चाहिँ जवानहरू हुन्। आफ्नो जीवनको जग बसाल्दै गरेको व्यक्तिहरू जवान हुन्। आज विदेशमा, स्वदेशमा हामी चाहिँ आफ्नो जीवनको जगहरू बसाल्नको लागि, आफ्नो परिवारका जगहरू बसाल्नको लागि एकदमै हष्टपुष्टका साथ, जोस र जाँगरका साथ काम गरिरहेका व्यक्तिहरूलाई हेर्छौँ भने ती व्यक्तिहरू चाहिँ जवान हुन् भन्ने कुरा हामी सिक्छौँ। अलिकति नेट स्लो भएकोले म स्लाइडलाई क्लोज गर्दैछु। आफ्नो जीवनको जग बसाल्दै गरेको अवस्थाको समय र सही मार्गमा हिँड्न आफ्नै बुद्धिले मात्रै नपुग्ने, सही मार्गमा हिँड्नको लागि परमेश्वरको मार्ग निर्देशन, परमेश्वरको वचनको मार्ग निर्देशन चाहिने व्यक्तिहरूको समूह चाहिँ जवानहरूको समूह भनेर चिन्छ। यो निष्कर्षमा पहिलो खण्ड पार्ट 1बाट जवानको परिचय हेर्दाखेरि जोस धेरै भएको तर अनुभव कम भएको व्यक्तिहरू, जोस जाँगरिलो भएको, अनुभव कम भएको, सजिलैसँग समस्याहरूमा पर्न सक्ने व्यक्तिहरूको समूहलाई साधारण तरिकाले गर्ने हो भने जवान भनेर भन्दछ।